नेपालका पहाडहरूको काखमा एउटा सानो गाउँ छ जहाँ जीवन प्रकृति र परम्पराको तालमा चल्छ। हरेक बिहान सुनौलो घामले ढुङ्गाका घरहरूलाई न्यानो पार्छ। जीवन शान्त छ तर परिवर्तनको हावा बिस्तारै बहदैछ। यी हरियाली पाखाहरूमा किसानहरूले आफ्ना खेतहरूमा पसिना बगाउँछन्। यो साधारण जीवन हो, गहिरो जडिएको। यही अर्जुन बस्छ, 17 वर्षको यो साधारण किसानको छोरा जसको आँखामा गाउँभन्दा ठूला सपनाहरू छन्। उसको मन मोबाइल फोन र इन्टरनेटमा अल्झिएको छ। ऊ बाहिरी संसार जान्न उत्सुक छ। एक टुक्रा सिग्नल पाउनका लागि ऊ डाँडा चढ्छ, कहिलेकाहीँ रुख वा टावरमा पनि पुग्छ। खेतमा काम गर्दा बुबाले गाली गर्छन्, तर अर्जुन चुपचाप आफ्नो दृढतामा अडिग रहन्छ। उसका लागि यो केवल सिग्नल होइन, यो आशाको पुल हो। तर एक दिन प्रकृतिले गाउँको परीक्षा लिन्छ। एउटा ठूलो पहिरोले गाउँको एकमात्र बाटो बन्द गरिदिन्छ। बाटो भत्किन्छ, गाउँ एक्लो हुन्छ, शहरसँगको नाता टुट्छ। विनाशले सबैलाई चिन्तित बनाउँछ। गाउँलेहरू चिन्तित छन्, बिरामी वृद्धहरू यात्रा गर्न सक्दैनन्, साना नानीहरू रोएका छन्। आशा हराउँछ, गाउँ निराशामा डुब्छ। जब सबैले हार मानिसकेका थिए, अर्जुनले कार्य गर्ने निर्णय गर्छ। उसले आफ्नो मोबाइल उठाउँछ। उसले पहिरोको क्षति, गाउँलेहरूको पीडा, रोएका नानीहरूका दृश्यहरू कैद गर्छ। भावना र सत्यतालाई उसले मोबाइलमा उतार्छ। एक पातलो आशाको धागो समातेर उसले त्यो भिडियो अपलोड गर्छ। मन्द गतिमा चल्ने नेटवर्कसँगको यो उसको लडाईँ थियो। सुरुमा प्रतिक्रिया सुस्त थियो, तर शहरको एक पत्रकारले त्यो भिडियो देख्छ अनि यो भाइरल बन्छ। मानिसहरूले फोनमा भिडियो हेर्छन्, शेयर बढ्दै जान्छ। गाउँको आवाज विश्वभर पुग्छ। छिट्टै हेलिकप्टरहरू आइपुग्छन्, राहत सामग्रीहरू बाँडिन्छन्, बाटो मर्मत गर्ने टोलीहरू काम गर्न थाल्छन्। बिस्तारै गाउँलेहरूमा आशा फर्किन्छ। उनीहरू राहत महसुस गर्छन् र भावनाले भरिएका छन्। पहिरोको सङ्कटपछि अर्जुन रोकिँदैन। उसले अन्य समस्याहरू पनि कैद गर्न थाल्छ। खराब विद्यालयको अवस्था, पानीको अभाव, बेरोजगार युवाहरू। बिस्तारै सुधारहरू देखिन थाल्छन्। नयाँ बाटो, राम्रो विद्यालय, राम्रो कनेक्टिभिटी। गाउँलेहरूले अर्जुनको प्रयास बुझ्छन्। उनीहरू उसलाई सोध्छन्, कसरी भयो यो सबै? अर्जुन विनम्रतापूर्वक मुस्कुराउँछ। पहाडहरू पछाडि सूर्य अस्ताउँदैछ। अर्जुन चुपचाप आफ्नो छतमा बसेर आकाश हेरिरहेको छ। उसको बुबा पनि उसँगै बस्छन् र मौनतामा गर्वका साथ उसलाई स्वीकार गर्छन्। गाउँमा अब जीवन, आशा र परिवर्तन छ।